गाई चाहिँ नाइटको यात्रा अनि हेरौँ के कस्तो हुन्छ। नाइटको यात्रा छ अनि चलङ लङ 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 जाँदैछौँ। अनि यो ओहो कस्तो हल्ल्या त हो नभए माया कसम। यो है अर्को बाइक चलाउने बानी भइसक्यो। यो चाहिँ फेरि अलिकति गाह्रो लाग्दो रहेछ गाई चाहिँ है। अनि अलिकति चाहिँ गाह्रो लाग्दो रहेछ। ओहो बाबा बाटो पनि त्यस्तै छ क्या हाम्रो। अनि गाउँको बाटो त नि होइन। अब गाउँको बाटो नै त्यस्तै छ। आज चाहिँ राति छ यी मस्त घाम लागिरहेछ है। अझै सरी ल जुन लागिरहेछ। अनि हेर्नु न यहाँको स्किन आमा गाउँ घरतिरको है। ओहो यो त के हो यार पुरै उ जस्तै पो छ त नि बबाल लागिरहेछ है। अनि हेर्नुहोस् यतातिर है जुन अनि गाउँ साउँ अनि बबाल लागिरहेको छ। अनि म चाहिँ अनि नाइटमा हिँडेको है गाइज। आज चाहिँ मेरो विशेष कामले गर्दाखेरि चाहिँ हिँडेको नाइटमा है। लामो यात्रा अनि हेरौँ के कस्तो हुन्छ। अनि यस्तो छ है बाटो। ओहो बाटो नराम्रो गाइज है। यो बाटो नराम्रो धेरै कुद्न सकिँदैन। 20 25 30 कुद्छ हाइवेमा। आज सरी हाइवे झन् यो अफरोडमा। अनि धेरै कुद्न सकिँदैन त्यही भएर हामीले सरर जाउँ माया। गाइज है त्यही हो। अनि हेरौँ कतिको मजा आउँदो रहेछ। तर नाइटमा राइड हान्दा पनि ठिकै हुन्छ। त्यति नमजा त हुँदैन रमाइलो हुन्छ है गाइज। अनि 2 वर्ष पछाडि मात्रै राइड गरेको त्यो सरङ कुदिन्छ है मतलब छैन। यता चाहिँ हिँडिन्छौँ तर पनि गाइजहरू यस्तो छ बाटो है। बाटो फेरि खत्तम छ क्या है। त्यही भएर बाटो खत्तम छ। बाटो चाहिँ एकदमै फेरि डेन्जर छ क्या हाम्रो यहाँ चाहिँ। अनि यस्तो छ है बच्चै जस्तो लाग्छ गाइज है। अनि बच्चै जस्तो लाग्छ। ओ गाइज है कस्तो मिस्टेक भइरहेको गियर चाहिँ है। अनि गियर चाहिँ कस्तो मिस्टेक भइरहेको नि। अनि बाटो नै डिजेल गाडीमा ओ गाडी अफरोडमा नसक्नु क्या। नाइट भएपछि अफरोडमा चलाउनै गाह्रो। छ अनि बाटो नै